गुड मर्निङ सबैलाई। हामी चाहिँ आज छोटो मिठो एउटा ट्रेक जाँदैछौँ हाइकिङ बनाउन। अनि हामी जान लागेको ठाउँ चाहिँ सिन्धुपाल्चोकको पाँच पोखरी। अब अहिले चाहिँ हामी बिहानको 7:30 हुन लाग्यो अनि हाम्रो सबै कुरा रेडी भइसक्यो। चिया खान लाग्यो, चिया खाएर निस्किन्छ मल्ल हामी। ओके, अहिले चाहिँ हामी नगरकोटबाट तल झरिसकेका छौँ। अहिले चाहिँ ठ्याक्क बिहानको 8 बजेको छ। अनि पछाडि देख्न सक्नुहुन्छ हिमालयन पुरै रेन्जहरू। आज चाहिँ मौसम क्लियर भएको भएर एकदम बवाल देखिरहेछ, बवाल रमाइलो हुँदैछ। लेट्स गो। अहिले चाहिँ हामी देउरालीबाट उकालो लाग्दैछौँ। अब चाहिँ हाम्रो लास्ट स्टेप भनेको चाहिँ आजको लागि चाहिँ टुपी डाँडा हो। अनि जस अलि ढिला भयो, बिस्तारै आएको, रमाइलो भइरहेछ, राम्रो छ। ताङ्गु खर्का, तपाईँको शुभ नाम भनिदिनुहोस् है। मेरो चाहिँ पेम्बा लामा भनेर चिनिन्छ। यहाँ चाहिँ बस्ने ठाउँहरू, व्यवसाय, यस्तो व्यवस्था, खाने सुत्ने सबै व्यवस्था भर्खर अब यो चाहिँ मैले चाहिँ 3 महिना भयो यहाँ चलाएको, होटेल व्यवसाय गर्दै आएको। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ यहाँबाट चाहिँ हिमालहरू राम्रोसँग पाँच पोखरी, आमा याङ्ग्रीहरू चाहिँ मजाले देख्न सक्नुहुन्छ। यो चाहिँ अलिक टावर खुल्ला भएको हुनाले अनि तपाईँहरू यहाँबाट चाहिँ 7 टेक्दा चाहिँ पाँच पोखरी जान सक्नुहुन्छ। चाहिँ बस्ने व्यवसाय अब व्यवस्था रहेको छ। तपाईँको यो होमस्टे जस्तै त हो नि? हजुर, होमस्टे। अनि तपाईँको यो होमस्टेको नाम चाहिँ के हो? ताङ्गु होटेल। ताङ्गु होटेल है? ताङ्गु होटेल भनेर फर्स्टमा ताङ्गु खर्का आइपुग्दाखेरि ताङ्गु होटेल भनेर पेम्बा दाई भनेर सम्झिनुहुन्छ उहाँले। हजुर, धन्यवाद, नमस्कार। हजुर। ओके, आज चाहिँ हाम्रो सेकेन्ड डे अनि हामी चाहिँ आज ताङ्बु होटेलमा बसेको। अब हामी यहाँबाट 6 बजे अहिले माथि लाग्दैछौँ। लेट्स मुभ। राम्रो छ। आज चाहिँ हामी त्यो डाँडामा पुग्न पर्ने। त्यो गयो उतै, त्यो माथिको गयो उतै, यस्तो पछाडि यहाँ पुग्नुपर्छ। अहिले चाहिँ हामी सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरीमा छौँ। अनि पछाडि देखिरहेको चाहिँ जुगली माल हो। अनि अहिले चाहिँ करिब 7 बज्यो। एकदमै मौसम क्लियर छ, रमाइलो भइरहेछ। यता चाहिँ पाँच पोखरी।